तेरा एक टू मच्छी था इधर में, वो नीचे उसको पकड़ देखा, वो तो मेरा है ना, पकड़ के देख। कोई बात नहीं। और ये लकड़ी भी तो जल जाएगा घंटा, हम लोग क्या पकड़ा इसमें। उसके बाद में मच्छी ढूंढते रहो फिर। दो ना, दो ऊपर, दो ना ऊपर, छोड़ दो इसको, मत पकड़ो, छोड़ दो घंटा अहिले माछा सबै यहाँ तल जमर्दो भने फोटोमा जमर्डो तिम्रो इन्ट्रोडक्सन देऊ न, भन न तिम्रो नाम देऊ, म मतलब साथीहरुलाई। सन्तोष कतिवटा बाछा भेटे तिमीले चाहिँ चावडा। चावडा ओके देन दिस इज राजु लामा, घाटेको जामा। डाक्टर पन्जामा, एन्ड दिस इज डाक्टर खर्मलङ। ओके देन यु फ्रेड पासा, डेनियल भिटोरी। ओके देन यु यहाँ बल्ल पो आउँदैछ जेम्स बोन्ड घन्टा। जेम्स बोन्ड यहाँ माछा सबैले नपाए पनि आज मैले चाहिँ गडौँला र यो सबै प्रदान गरेको मैले नै हो। तपाईहरु चिन्ता नगर्नु, तपाईहरु कहिले पनि माछा मार्न आउनुहुन्छ भने यो अमेजन हाम्रो अमेजन रिभरमा आउन सक्नुहुन्छ। लास्टमा एउटा बात पनि भन्दिनँ, मैले चाहिँ आज एउटा पनि पाइनँ हो। त्यो बात अलग हो कि आज मैले एउटा नि पाइनँ। डाक्टर खर्मलङ ड्राई फिस, यो हाम्रो ड्राई फिस बन्दैछ, रोस्टेड फिस हो यो टोटली इन्डियन फिस हो। यो तपाईले अरु कुनै जग्गामा पाउनु हुँदैन, खाली मेघालयको सानो सानो ब्रुकहरुमा तपाईहरु। यसलाई चाहिँ हामीहरू यो जमटोसँग ग्रिल गर्छौँ। जमटोको सानो सानो पिस हालेर हामीले प्लेटमा खान्छौँ नर्मली, तर हामीसँग अहिले फिलहाल प्लेट छैन, त्यही भएर हामीले यसमाथि हमला गर्नुपर्ने छ लास्टमा। जसले जति पायो पायो, जसले खायो खायो, जसले नपायो नपायो। हामीसँग रक्सी पनि यति मात्रै बाँचेको छ। यो डकुमेन्ट्री तपाईहरुले जहाँ तहाँ पाउँदो हुँदैन। यो रक्सी हामीसँग यति मात्रै छ। यो एमएलमा हामीलाई यत्रो ठुलो पहाड चढ्नु परेको छ, त्यो तपाईहरुले चाहिँ यहाँ देखिराख्नु भएको छ। दाजी भयो मा कसम भर उताबाट हेर्न फेरि कुत्ता आइरा, त्यसको दिन न फेरि अलिकति। यो यसको नाम टोनियो र त्यसको नाम जेफर हो। यो यिनीहरू धेरै ट्रेन कुकुरहरू हो, जस्तो कि हाम्रो डग स्क्वाडमा पाइन्छ। हिँड्छ कम्ती, उड्छ धेरै। नर्मली यिनीहरूले यहाँ जङ्गलमा हिँड्दाखेरि जङ्गलको सुट पेनेर हिँड्छ। आज चाहिँ धेरै गरम भएर नाङ्गे हिँडिरहेको छ। यिनीहरू चाहिँ धेरै ट्रेन कुकुर। यिनीहरू कुकुरहरूले जस्तो तस्तो गु खाउँदैन, खाएपछि खालि बाहिरको गु मात्रै खान्छ। सुकेको पकड़ ए कच्चा है बे, लेकिन नहीं हुआ, फायर करके फायर ना फायर। आगो निभ्यो घन्टा, अब के माछा पकाउनुले। 100 गिर गया, कहाँ 100 ऊ नीचे यहाँ यहाँ आधा आउन्सको एउटा माछा गिरेको छ। अभी तो ये पूरा आगो निभा देगा। नहीं निभेगा, अभी चलेगा। जता बाजे न चलेगा। जस्तो तपाईहरुले सोना तोल्नुहुन्छ, हामीले यहाँ माछा त्यस्तै तरिकाले तोल्छौँ। यहाँ सुना भन्दा धेरै माछा महँगो छ।